साथीहरू सबैलाई गुड इभिनिङ, नमस्कार। नेकपा एमाले आज आफ्नो चुनावी घोषणा सार्वजनिक गरेको छ। त्यसमा अब चुनाव जित्नलाई हो या त साँच्चीकै यो चाहिँ लागू गर्ने हो त्यो थाहा भएन। तर यहाँ चाहिँ केही दुईवटा मुख्य कुराहरू चाहिँ यहाँ चाहिँ राखिएको रहेछ। त्यसमा चाहिँ सबभन्दा पहिलो एउटा उहाँहरूले चाहिँ त्यो घोषणापत्रमा राखिएको चाहिँ के छ भने युवा उद्यमीलाई $10,000 डलर कार उपलब्ध गराउने भन्ने रहेछ। यो कतिको सम्भव छ नेपालमा र नेकपा एमाले यदि चुनाव जितिहाल्यो भने यो दिन्छ दिँदैन त्यसको बारेमा चाहिँ हामी पछि हेरौँला। सर्वप्रथम चुनाव जित्ने कि हार्ने त्यो टुङ्गो छैन। यदि जितिहालेपछि को बारेमा चाहिँ जितिसकेपछि युवा उद्यमीहरूलाई $10,000 डलर कार्ड उपलब्ध गराउने भन्ने विषय वस्तुलाई राखिएको रहेछ। अब यो नेपालमा सम्भव गरे त जे पनि सम्भव छ, तर हुन्छ हुँदैन यो एउटा चाहिँ प्रलोभन मात्र हो कि होइन। यो चाहिँ घर घरमा ग्यासको पाइप र रेल ल्याउने, त्यसपछि पानी जहाज ल्याउने भनेको जस्तै हो या साँच्चीकै डलर कार उपलब्ध हुने हो, त्यो चुनावपछि हेरौँला। र अर्को रहेछ जेनजी युवा युवतीहरूलाई हरेक महिना 10 GB डाटा फ्रीमा उपलब्ध गराउने भन्ने रहेछ। अब यो अहिले प्रायः जस्तो सबैको घरमा इन्टरनेट हुन्छ। सबैले घरमा त इन्टरनेट चलाएर फ्री फायर खेले पनि, पबजी खेले पनि, अथवा जे गरे पनि इन्टरनेट युज गरिहाल्छन्। अब कुरो रह्यो युवा युवतीहरूले यदि 10 GB डाटा पाउने हो भने जहाँ गएर पनि फ्री फायर खेल्न चाहिँ पाउने भयो। त्यो चाहिँ जेनजीहरूलाई लोभ्याउनलाई होला। अब त्यो जेनजीहरूलाई चाहिँ खुसी बनाउनलाई केपी ओली शर्माको यो एउटा केटाकेटीलाई चाहिँ भागेपछि केटाकेटी चाहिँ खुसी हुन्छन् भनेर भागेको हो भनेको जस्तो हो कि जस्तो लाग्छ मलाई। हुन त म कुनै पनि पार्टीमा समावेश पनि भएको छैन, अहिलेसम्म कुनै पनि पार्टीलाई भोट हालेको पनि छैन, म कुनै पनि पार्टीको झोले पनि होइन। तर यहाँनिर चाहिँ देखेको कुरा, भोगेको कुरा, सुनेको कुरालाई मैले यहाँ लिएको हो। फेरि कतिपय नेकपा एमालेका कार्यकर्ताहरू झोलेहरू आएर मुनिपट्टि फेरि यहाँ चाहिँ नराम्रो कमेन्ट नगरिदिनु होला। मैले झोले के अर्थमा भनेको हो भने सबै झोले होइन। अनि केही व्यक्तिहरू, त्यस्तो व्यक्तिहरू पनि हुनुहुन्छ कि जसले नेकपा एमाले पार्टी कस्तो हो, अथवा नेकपा माओवादी पार्टी कस्तो हो, नेपाली काङ्ग्रेस कस्तो पार्टी हो, पार्टी कस्तो हो, अनि राजनीति कस्तो हो भन्ने केही नजानेर पनि पछि लाग्ने, मासु भात खाने, रक्सी खाने र पार्टीको ठुल्ठुला गफ गर्ने, चिया गफमा पनि पार्टीकै कुरा गर्ने, जसले झन्डा मात्रै बोकेर झोला मात्रै बोकेर हिँड्छ, त्यो चाहिँ झोले हो। वास्तविक बुझेर पार्टीको झन्डा बोक्ने, पार्टीको चाहिँ सिद्धान्तमा चल्ने व्यक्तिहरूले त्यो झोले होइन। तर झोले को हो त? जसले झोला मात्र बोक्छ, झन्डा मात्रै बोक्छ र चिया गफ लाउँदा पनि आफ्नै पार्टीको मात्र गफ हान्छ, देशको बारेमा, जनताको बारेमा केही पनि थाहा हुँदैन, राजनीतिक विषयवस्तु बारेमा केही पनि थाहा हुँदैन, खालि उसले मात्र गफ मात्र हान्छ, त्यो चाहिँ झोले नै हो 100%। आएर तलपट्टि कमेन्ट गर्दा पनि हुन्छ त्यस्तो झोलेहरू हुनुहुन्छ भने कुनै पनि पार्टीको है। त्यसपछि अर्को कुरा कता बाङ्गियो यहाँ चाहिँ अलिकति झोलेतिर गयो। यो झोलेतिरको कुरा भन्दा पनि अर्को कुरा के हो भने नेपालमा युवा उद्यमीहरूलाई $10,000 डलर कार्ड उपलब्ध गराउने भन्ने विषयमा हो। यो विषय गरे त राम्रो हो। यो चाहिँ सर्वप्रथम एमाले गर्ने भन्दा पनि सरकारले गर्ने हो। यो गरे राम्रो हो, दिए राम्रो हो होइन। तर चुनाव जित्नलाई मात्र फोगटका नारा लिएर धारछल गरेर चाहिँ चुनाव जित्ने उद्देश्य चाहिँ नगरौँ, मेरो भनाइ चाहिँ यो हो। अनि जेनजी युवा पुस्ताहरूलाई चाहिँ खुसी पार्नलाई हो या साँच्चीकै दिन सक्नुहुन्छ, त्यो भोलिका दिनमा हेर्ने कुरा हो। तर अहिले तत्काललाई चाहिँ तपाईँहरूले यस्तो खालको चाहिँ नेगेटिभ हो या
जे भने पनि हुन्छ। अहिले चाहिँ यसलाई मैले बुझ्दा त नेगेटिभ नै हो। अनि अहिलेका युवा पुस्ताहरूलाई तपाईँहरूले 10 GB डाटा दिनै पर्दैन। सबैका घरमा इन्टरनेट जडान गरिएको छ, सबैका घरमा वाइफाई छ, सबैले त्यहीबाट चाहिँ इन्टरनेट चलाउनुहुन्छ। तपाईँहरूले इन्टरनेट कति बेला दिनुपर्ने थियो भने कोरोना लागेर युवा पुस्ताहरू घरभित्र ठुनिएका थिए, जुन स्कुल जान पाएका थिएनन्, कलेज जान पाएका थिएनन्, त्यति बेला अनलाइन पढ्नलाई चाहिँ समस्या भएको थियो। जोसँग इन्टरनेट छैन, जोसँग मोबाइल छैन, जोसँग ल्यापटप छैन, त्यो बेलामा चाहिँ तपाईँहरूले इन्टरनेट दिएको भए स्याबासी पाउनुहुन्थ्यो। अब यति बेला तपाईँहरूले 10 GB होइन 20 GB 50 GB डाटा दिए पनि युवा पुस्ताहरूलाई आवश्यक छैन। हो, केही व्यक्तिहरू केही अलिक विगतमा चाहिँ त्यो चाहिँ इन्टरनेटको डाटा चाहिँ दिँदाखेरि ठिकै होला, तर पनि विगतका जिल्लाहरूमा इन्टरनेटै चल्दैन। घुमेको घुमी गर्छ, त्यो 10 GB डाटा त्यति घुमेर सकिन्छ। पहिला सबभन्दा पहिला चाहिँ तपाईँहरूले के गर्नु पर्यो, डाटा दिनुभन्दा पहिला कुन ठाउँमा कस्तो चाहिँ इन्टरनेट चल्छ, 4G नै नचल्ने 3G नै नचल्ने ठाउँहरू पनि छन् धेरै ठाउँमा। मात्र यी आएर घुमिरहने दिनभरि घुमिरहने खालका इन्टरनेट चल्ने खालका ठाउँ छन्। त्यस्तो ठाउँहरूलाई हेर्नुहोस्, त्यस ठाउँमा गए पहिला चाहिँ विकास गर्नुहोस्, त्यस्तो ठाउँका जनताहरूलाई सेवा सुविधा दिनुहोस्, अनि बल्ल 10 GB डाटा कुरा गर्नु होला। होइन भने अहिले 10 GB डाटा तपाईँहरूको लागि तपाईँहरू आफै चलाउनुहोस्। कति चलाउन मन लाग्छ, 10 GB 50 GB जति चलाउन मन लाग्छ तपाईँहरू आफै चलाउनुहोस्। यो युवा पुस्ताहरूलाई चाहिँ हामी डाटा दिन्छौँ भनेर झुक्क्याउने काम, यो चक्लेट दिने काम चाहिँ नगर्नुहोस् है। चक्लेट दिएर बच्चालाई फकाउने काम भन्छ नि, त्यस्तो काम चाहिँ नगर्नुहोस्। यो मलाई ठिक लागेन यो भनाइ चाहिँ। अनि यो 10 GB डाटा चाहिँ यो $10,000 कार्ड दिने सम्बन्धमा चाहिँ यो सक्नुहुन्छ गर्नुहुन्छ भने यो चाहिँ अति राम्रो काम हो। तर नारामा सीमित हो भने चाहिँ ठिक छैन यो भनाइ, होइन। गर्नुहुन्छ भने ठिक छ। कुनै पार्टीले मात्र दिएर हुने होइन, सरकारले दिने कुरो हो। कुनै पनि पार्टीले दिएर म दिन्छु भनेर मात्रै हुँदैन। कुनैले घोषणापत्र मात्र बनाएर हुँदैन। भोलि जित्नु होला, सरकारमा जानु होला, त्यसपछि दिनु होला, त्यो आफ्नो ठाउँमा छ। अहिले नै हामी यो गर्छौँ भनेर फोकटका नारा चाहिँ नबनाए हुन्छ। त्यसकारण जनताहरू सबैले बुझिसक्नु भएको छ, सबैले जानिसक्नु भएको छ, को कस्तो भनेर चिनिसक्नु भएको छ। अब तपाईँहरूको अहिलेसम्मका नेताहरू, अहिलेसम्म जति पनि सरकारमा बस्नुभयो, को चोखो हुनुहुन्छ, होइन, कोही चोखो हुनुहुन्छ भने भन्नुहोस्। जुनसुकै नेताहरू पनि को चोखो हुनुहुन्छ ल भन्नुहोस्। तपाईँहरू चाहिँ अहिलेसम्म कुनै पनि घोटाला नगरेको, कुनै पनि चाहिँ भ्रष्टाचार नगरेको, भ्रष्टाचारमा नमुछिएको कुनै हुनुहुन्छ भने एकादुई हुनुहुन्छ होला, ती सबैमा परेन। त्यसबाहेकका सबै पर्नु भएको छ। ती व्यक्तिहरूले देश बनाउने भन्दा बढी घर बनाउने मा लागेर नै देशलाई चाहिँ तपाईँहरू तहस नहस बनाउनु भएको छ। देशको अवस्था यस्तो अवस्था आएको हो। त्यसकारण अहिले चाहिँ फोकटका नारा ल्याएर, मैले एमाले पार्टीको मात्र कुरा गरेको होइन, धेरै पार्टीहरूले, धेरै चाहिँ अहिले राजनीतिक दलहरूले सक्ने भन्दा नसक्ने खालका फोकटका नाराहरू लिएर गाउँमा जानुभएको छ। यो गर्छौँ ऊ गर्छौँ हो। जनताले बुझ्दैनन् भने पहिलाको जस्ता जनता थिए, जनताले नबुझ्ने हो भने त अब पनि तपाईँहरूले चाहिँ जे पनि भन्न सक्नुहुन्थ्यो, जे पनि गर्न सक्नुहुन्थ्यो। तर अब जनता केही बुझ्ने भइसकेका छन्, सजग भइसकेका छन्, सजग भइसकेका छौँ हामी है। अब तपाईँहरूले चाहिँ यस्ता फोकटका नारा लिएर अनेक थरीका लालच देखाएर, चक्लेट देखाएर बच्चालाई फकाएसरी यसरी चाहिँ तपाईँहरूको फोकटका नाराहरू चाहिँ अगाडि नल्याउनुहोस्। मैले तपाईँहरू कुनै पनि एउटा पार्टीलाई मात्र भनेको होइन, सम्पूर्ण जति पनि राजनीतिक दलहरूले राजनीतिमा लाग्नु भएको छ, आफ्नो राजनीति पार्टी खोलेर बस्नु भएको छ र यो आउँदो फागुन 21 गते चुनावमा उठ्नु भएको छ। सबैलाई चाहिँ यो के हो भने जानकारी हो। तपाईँहरू फोकटका नारा लिएर नआउनुहोस्। जनताहरूले तपाईँहरूलाई चाहिँ यति बेला कतिपय नेताहरूको हालत पनि देखिसकेका छौँ। र्याकटी पारेर क्वेसन सोधेर क्वेसनको जवाब दिन नसकेर भागिरहेको पनि देखिसकेका छौँ। अनि तपाईँहरू आफूले अहमता मै हुँ, हामी नै हो भन्ने चाहिँ भावना राखेर गरिराख्नु भएको छ। त्यो होइन। जानुहोस्, घर घरमा गएर
प्रत्येक घरमा गएर सोध्नुहोस्। तपाईँहरूको मुखबाट जसले पनि भन्छ नि, हो तपाईँलाई नै भोट दिन्छौँ, तपाईँलाई नै मन पराउँछौँ, तपाईँ जस्तो नेता कोही होइन भन्छ। तर मनको विचार भने पोख्न सकेका छैनन् कसैले पनि। चुनावपछि मात्र थाहा हुन्छ। त्यसकारण तपाईँहरूले फेरि पनि म भन्छु, यस्ता झुटा आश्वासन र यस्ता झुटा नाराहरू ल्याएर जनताको अगाडि नआउनुहोस्।